हेलो आज चाहिँ म तपाईहरुलाई चाहिँ ब्याक किकको बारेमा चाहिँ नि म तपाईहरुलाई एक दुईवटा स्टेपहरु चाहिँ देखाउँदै छु। यो स्टेपले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ नि यो स्टेपले चाहिँ एन्ड ब्याक किकलाई चाहिँ यो स्टेपहरुले चाहिँ ब्याक किकलाई चाहिँ एकदम मतलब पावरफुल बनाउँछ। मतलब पावरफुलको मतलब वर्ड्समा धेरै डिफरेन्ट स्टेपहरु छ है। अब स्टेपहरु छ भन्दाखेरि तपाई कस्तो भन्दाखेरि चाहिँ अब पावर कसरी बढाउने एन्ड ब्याक किकको डिस्टेन्स डिस्टेन्सलाई चाहिँ कसरी मिलाउने एन्ड ब्याक किकको टार्गेटलाई चाहिँ कसरी ब्यालेन्स मिलाउने भनेर चाहिँ तपाईलाई चाहिँ स्टेपहरु देखाउँदै छु। अनि स्टेपहरु चाहिँ तपाईहरुको छ है। तपाईहरुले पनि यो स्टेपलाई हेरेर तपाईहरुले पनि प्र्याक्टिसहरु गर्न सक्नुहुन्छ। एन्ड ब्याक किकलाई चाहिँ कसरी चाहिँ अब तपाईको जस्तै कि फास्ट किक गरेर चाहिँ अनि रिभर्स लिएर आउने अब फेरि फाइटिङ पोजिसनमा ठ्याक्कै बस्ने है त्यो पनि भनेर चाहिँ तपाईहरुलाई चाहिँ त्यसको स्टेपहरुको विषय लिएर चाहिँ म तपाईहरुलाई चाहिँ देखाउँदै छु। यो स्टेपहरु चाहिँ अब के छ भन्दा चाहिँ यसलाई वार्म अप नै भनिन्छ। अब वार्म अप एउटा वर्ड्स एक शब्द हो। अब यसमा धेरै अन्तर हुन्छ है। अब धेरै मतलब प्रक्रियाहरु चाहिँ यसमा गरेको हुन्छ। जस्तै वार्म अप गर्नु है। अब वार्म अप भनेपछि चाहिँ अब धेरै शरीरको अंगको भित्र हैन। अब यसलाई चाहिँ भनिन्छ नि त अब शरीरलाई चाहिँ अब एउटा वार्म अप गर्नु, शरीरलाई गरम गर्नु हैन। अब गरम गरेर चाहिँ अब प्रक्रिया यसमा चाहिँ धेरै प्रक्रियाहरु स्टेप हुन्छ। एउटा बेसिक है। अब कुनै पनि हामीले अब किकहरुलाई प्र्याक्टिस गर्नुभन्दा अगाडि चाहिँ हामीले चाहिँ पहिला बेसिक गर्नु जरुरी हुन्छ। अब बेसिकले नै सब कुरा अब बडीलाई हैन अब सेटअप गर्छ, सेटअप बनाउँछ। अब वार्म अप गरेपछिको बादमै तपाईको बडीहरु सेटअप हुन्छ एन्ड किकहरु सेटअप हुन्छ। अब किन के भन्दाखेरि चाहिँ अब जस्तो म तपाईलाई देखाउँदैछु एन्ड यो ब्याक किक हो है। अब अलिकति देखाउँदैछु। जस्तै कि म ब्याक किक गर्नु छ अब हैन मेरो अब मैले कहिले पनि प्र्याक्टिस गरेको छैन हैन। अब मैले कहिले पनि प्र्याक्टिस गरेको छैन। अब एक सपोजको लागि अब हुन त म तपाईलाई देखाउनको लागि गर्दैछु। अब चाहिँ कोही अब नयाँ अब तपाईहरु नयाँ हुनुहुन्छ भने अब प्र्याक्टिस गर्नुहुन्छ ब्याक किक कसरी गर्ने भन्दाखेरि हैन अब ब्याक किक घुम्नु हैन त्यस्तो गरेर अब जस्तो घुम्दाखेरि अब जस्तो हामी जस्तो है यो घुम्छौँ यसलाई चाहिँ बडीलाई चाहिँ घुमाउनु भन्छ हैन। अब तपाईहरुलाई अब यसरी बडी कसरी घुमाउने हैन स्टेप बाइ स्टेप तपाईहरुलाई चाहिँ देखाउँदैछु। बडी किक गर्नु जस्तै फ्रन्ट है। अब फर्स्ट आउनु रिभर्स है। अब रिभर्स आउनु कसरी किकलाई गरेर चाहिँ फेरि ब्याक किक। अब जो किक जहाँ हामीले किक गर्दैछौँ किक हामी जहाँ कुनै पनि पन्जिङ आउट हामी कुनै पनि किक मार्ने जग्गामा हामीले किक हिट गर्दैछौँ। अब त्यो किक चाहिँ कहाँ हामीले चाहिँ हिर्काउनु पर्ने त्यसको टार्गेट है एन्ड टार्गेट त्यसको एउटा डिस्टेन्स हुन्छ हैन। अब डिस्टेन्स फेरि बडीलाई पनि ब्यालेन्स राख्नु पर्यो। अब जस्तो हामीले किकले हिर्काउँदाखेरि चाहिँ हाम्रो बडी चाहिँ नलडोस् जस्तो किकबाट नलडोस् बडी क्या नहिलोस् ट्याक्कै जो पोजिसनमा हामीले किकलाई किक गरेको थियो त्यही पोजिसनमा चाहिँ हामी चाहिँ एकदम त्यही पोजिसनमा चाहिँ बस्नुपर्छ है। त्यही पोजिसनमा चाहिँ हामी चाहिँ यसरी बस्नुपर्ने हुन्छ हैन। अब त्यही भनेर चाहिँ म तपाईहरुलाई चाहिँ स्टेप बाइ स्टेप देखाउँदैछु। अब हुन्छ धेरै लङ भिडियो हुन्छ एन्ड ब्याक किकलाई चाहिँ है स्टेप बाइ स्टेप गरेर देखाउँदैछु। पहिला स्टेप छ तपाईहरुलाई चाहिँ देखाउँदैछु। फर्स्ट स्टेप हेर्नुस्। पहिला स्टेप चाहिँ तपाईहरुले ब्याक किक सिक्दाखेरि चाहिँ पहिला बडीलाई चाहिँ खोल्ने प्रक्रिया गर्नुस्। अब यो बडीको नर्भ्सहरुलाई जो एंगलहरु छ यसलाई चाहिँ स्ट्रेट गर्नेको प्रक्रिया गर्नुस्। र जब स्ट्रेट भइसकेपछि यो पनि तपाईले बताउँदैछु स्टेप कसरी प्रक्रिया हुन्छ कसरी स्ट्रेट गर्छ हैन। अब यो चाहिँ एउटा ब्याक किकको लागि चाहिँ कति प्रकारको स्टेपहरु लाग्दछ तपाईलाई म देखाउँदैछु। नम्बर 1 तपाईहरु चाहिँ फाइटिङमा बस्नुस् है। अब बडीलाई यो हिसाबले चाहिँ तपाईहरुले चाहिँ वार्म अप गर्नुस् 1 2 3। अब तपाईले पहिला फर्स्ट टाइममा जब फाइटिङ पोजिसनमा बस्छ हाम्रो टार्गेट हुन्छ अगाडि सिधा जुनियर हात स्ट्रेट छ है। तपाईहरुको यहाँ फोकस गर्नुपर्ने हुन्छ। अब यही फोकसलाई लिएर चाहिँ हामीले चाहिँ यो बडीलाई चाहिँ पिछाडी अगाडि चाहिँ यो चाहिँ मुभ गर्ने बडीलाई चाहिँ यसरी हिलाउने प्र्याक्टिस गर्नुस्। पहिला स्टेप। दोस्रो स्टेप मेरो लेग तपाईलाई दोस्रो स्टेप छ यो लेगलाई मेरो लेग छ है। यो लेगलाई चाहिँ यो चाहिँ 1 ठीक छ। फेरि 1 2 3 तपाईलाई चाहिँ गरेर देखाउँदैछु है। यसमा 1 चाहिँ ठीक छ। यो अब टार्गेट छ सीधा टार्गेट यो सीधा भयो है। यो चाहिँ किन यो चाहिँ 1 2 1 यसरी है यो चाहिँ 1 ठीक छ। फेरि सीधा 1 2 3 4 यसरी गर्दै जान्छ 1 2 3 4 5 6। अब तपाईहरुले चाहिँ सीधा यसरी हेर्नु चाहिँ पहिला अगाडि फेरि पछाडी फेरि अगाडि फेरि पछाडी ठीक छ। यो खुट्टाले हिलाउनु 2 स्टेप ठीक छ। 2 स्टेप 1 2 3 त्यसरी फेरि 1
स्टेप बाई स्टेप गर्दै जानु ठिक छ। अब फर्स्ट वान जेमा ठिक छ। अब बडीको साथ फेरि पहिला नम्बर 1 मुभ बडी, नम्बर 2 सिटिङ इन, फेरि अब नम्बर 3 मा तपाईहरुले चाहिँ नम्बर 3 मा चाहिँ तपाईहरुले चाहिँ ठिक छ बडीको साथमा खुट्टालाई पनि भन्नु जस्तो 1 यसरी ठिक छ 1 फेरि 2 यसरी 1 त्यो किनकि हाम्रो फोकस छ अगाडि ठिक छ। अब हामीले के गर्छौँ नम्बर 1 नम्बर 2 नम्बर 3 स्टेप भयो। अब 4 स्टेपमा तपाईहरुले चाहिँ ठिक छ 1 ठिक छ अगाडि हेर्ने जो खुट्टा हाम्रो जो फाइटिङ पोजिसनको पछाडि छ हाम्रो यो लेफ्ट लेगलाई चाहिँ अप गर्ने ठिक छ अप ठिक छ। अब यसलाई हिलाउने चाहिँ 1 2 3 4 5 नम्बर 4 5 यो खुट्टा लेगलाई चाहिँ यसरी हिलाउने ठिक छ। हामी सिक्दैछौँ ब्याक किकको चाहिँ हामीले चाहिँ वार्म अप है बेसिक हामीले चाहिँ गर्दैछौँ है 1 2 3 4 5 ठिक छ। अब हाम्रो बडी सिधा छ, फेरि यो बडीलाई चाहिँ यो साइडमा अगाडि हेर्ने खुट्टालाई देखाउँदैछु यो साइडमा खुट्टा अप छ ठिक छ। अब फेरि हामीले चाहिँ पछाडि किनकि हाम्रो टार्गेट यो सिधा थियो म चेन्ज गरेँ बडीलाई अब तपाईँहरूलाई देखाउनुको लागि सिधा यता हेर्ने ठिक छ। अफ लेगलाई हल्का मोड्ने यस्तो गर्ने ठिक छ 1 फेरि यो अब यसरी गर्ने प्रक्रिया ठिक छ। फेरि 1 नम्बर स्टेप भयो तपाईहरु भन्छु 1 2 3 फेरि 1 2 3 4 5 स्टेप ठिक छ 5 फेरि 6 7 8 9 टार्गेटलाई फोकस गर्ने ठिक छ 1 10 रिभर्स कति स्टेप हुँदैछ भन्दै जानुहोस् 1 2 3 4 5 6 7 1 7 बडी फेरि 10 8 1 अब जो पछाडि गर्ने फेरि 1 रिभर्स नम्बर 1 यो ठिक छ तपाईहरुले देख्नुहुन्छ। हेलो गाइज है मैले चाहिँ तपाईँलाई स्टेप बाई स्टेप गरेर देखाउँदैछु। नम्बर 10 सम्म यो स्टेप भएको छ है। अब तपाईँलाई यो स्टेपको बारेमा पनि तपाईँलाई होइन अब भिडियोमा भन्दा पनि मुखले भन्दाखेरि पनि तपाईँलाई लेखेर बताइदिन्छु। एन्ड त्यो स्टेपले चाहिँ के काम गर्छ बडीलाई होइन एन्ड होइन सबै म कुरा डिटेल्स बताइदिन्छु तपाईँले हेरेर प्र्याक्टिस गर्न सक्नुहुन्छ। एन्ड 10 स्टेप भएको छ 10 स्टेपको तपाईँलाई पनि अहिले म डिटेल्सहरू बताइदिँदैछु होइन। अब यसले चाहिँ के गर्छ सुनिराख्नुहोस् यहाँ तपाईँले पनि प्र्याक्टिस गर्नुहोस्। नम्बर 1 यो बडीलाई अगाडि पछाडि यो अगाडि हो राइट साइड पछाडि हाम्रो टार्गेट चाहिँ यो साइड मेरो जो ह्यान्ड जाँदैछ तपाईँले देख्नुहुन्छ यो ह्यान्ड जो छ मैले चाहिँ यहाँ के फिट गर्नुपर्छ जस्तै तपाईँले देख्दैछु 1 टार्गेट 1 ठिक छ। जस्तो कि तपाईँले हालिदिनुहोस् के अगाडि 1 2 3 4 5 6 ठिक बिस्तारै जानुहोस् 1 2 1 आउट सिधा फिक्स फोकस टार्गेटमा फेरि यसरी मेरो टार्गेट छ है अगाडि। अब पहिला तपाईँले 1 बडीलाई ल्याउने एन्ड उसको बादमा फेरि लेगलाई सिट गर्ने 1 2 फेरि बडी र लेग साथ ठिक छ। अब यो चाहिँ स्टेप बाई स्टेप यो चाहिँ गर्नु ठिक छ। फेरि यसलाई यसो गर्यो यो चाहिँ लेग तपाईँको यो लेग छ त्यो ब्याक साइड जानु पऱ्यो। ब्याक साइड चाहिँ यसलाई चाहिँ बेन्ड गर्नु पऱ्यो ब्याक साइड 1
ठिक छ। फेरि ब्याक साइड अय साइड ब्याक साइड अय साइड यसरी हुन्छ तपाईँको अगाडि पछाडि यसरी चाहिँ हिलाउनु, ठिक छ। अब यसरी हिलाएपछि फेरि तपाईँको खुट्टामा फेरि यसलाई अब 1 पछाडि लाने कोसिस गर्ने, ठिक छ। एन्ड उसको बादमा फेरि तपाईँहरूले चाहिँ पछाडि हेर्ने कोसिस गर्ने, टार्गेटलाई चाहिँ फोकस गर्ने कोसिस गर्ने। अब टार्गेट भनेको चाहिँ तपाईँहरूले कहाँ हिर्काउनु पर्ने छ, ठिक छ, कुन डिस्टेन्समा। फेरि यो चाहिँ अब बडीलाई ब्यालेन्स बनाउने काम गर्छ, ठिक छ। 1 2 3 4 यसरी, ठिक छ। 1 1 2 3 हेर्नु तार्नु 1 2 3 4 5 6 7 कन्टिन्यू तपाईँहरू चाहिँ कन्टिन्यू भयो 10 टाइम्स 20 टाइम्स। फेरि लेग चेन्ज गर्ने, फेरि 1 1 2 3, ठिक छ। फेरि स्ट्रेट, फेरि रिभर्स 1 2 3 4 5 6 1 रिभर्स 1 2 रिभर्स 1 up. One, 2 3 4 5 6 7 1 3 target off looks. One, two, three, four, 5, 6. 1 2 3 4 5 6. 1 1 1 2 3 1 2 leg up 2 3 straight reverse 1 up target 3